वर्षभरिको यानि 2082 को हाम्रो अन्तिम परीक्षा पनि आज हामीले के गरेको सक्राइब. Now we have to wait for the result, isn't it? So many of you are very excited about your result. र रिजल्टको विषयमा मैले के कुरा भन्न चाहे भनेपछि so as far as the notice, as far as the information, on 26th on Thursday we are just going to distribute our final examination result. So it is mandatory to all the students to come and you have टिचरले गरेको दुःख क्लासमा अब त्यसको रिजल्ट आउनेछ. सो सबैजनाले एउटा कुरा के बुझ्नु पर्छ भनेपछि त्यो रिजल्टलाई एउटा हामीले कुन रूपमा हेर्ने, कसरी लिने र कुन तरिकाले हेर्ने भन्ने कुरा चाहिँ हामी माथि डिपेन्ड हुन्छ. ओके, सो वी हैव टु थिंक इट भेरी इन अ पोजिटिभ वे. है, रिजल्ट बिग्रिँदाखेरि पनि निराश चाहिँ हुने होइन के, राइट? ल रेसको तरिकाले लिने होइन के. कहिले पनि A+ को लागि र फर्स्ट पोजिसनको लागि मैले कहिले पनि पढ्दैन है. पढ्नु मेहनत चाहिँ गर्नु पर्छ. रिजल्ट बेसी होस् कि मेहनत गर्न सिक्नु पढेको सकेन अनि रिजल्ट अटोमेटिक नै राम्रो आउने हो. त्यसो कति अर्थ छ भन्ने कुरा तपाईले बुझ्नु पर्यो कि यो एउटा मात्र ब्याच नभएर तपाईले कमाएको यु हेभ अन द्याट. यो तपाईले त्यस्तै हामीले दिएको होइन के, तपाईले त्यो कुरा के गर्नु भएको छ त अन गर्नु भएको छ. त्यो कुरा बुझ्नु पर्यो. हामीले ब्याकलाई हामीले हेर्ने दृष्टिकोण नै अलिक फरक छ के, हामीले पढाइलाई हेर्ने दृष्टिकोण नै अलिक फरक छ के. भागेको छौँ, दौडेको छौँ, लडेको छौँ, त्यसको अर्थ के त? त्यसमा